हाई एभ्रिवान, दिस इज मी पवित्रा। यो चाहिँ इलादको डल्फिन रिफ हो है। मलाई चाहिँ यो ठाउँमा धेरै बेलादेखि नै जानु मन थियो, तर त्यही त भने टाइमको प्रब्लमले गरेर म जानु पाइरहेको थिएन। अहिले चाहिँ गएँ, लाइभ आँखा अगाडि डल्फिनलाई हेर्न पाएँ। फोटो भिडियोमा मात्र देखेको थिएँ, लाइभ हेर्दा चाहिँ कति राम्रो लाग्यो, एकदमै धेरै खुसी लाग्यो यस्तो देख्दाखेरि चाहिँ। त्यसपछि मलाई चाहिँ त्यहाँको बोटिङ पनि गर्नु मन थियो। बोटिङ चाहिँ त्यो दिन टुरिस्टको लागि बन्द गरिदिएको रहेछ, त्यो चाहिँ हामीले गर्न पाएनौँ, हाम्रो ब्याड लक। र त्यति मात्र नभएर मलाई चाहिँ अन्डर वाटर नै गएर डल्फिनलाई हेर्नु मन थियो। सुरुमा त सक्दिनँ होला कि जस्तो लागिरहेको थियो किनकि ड्रेस एकदमै अनकम्फर्टेबल थियो अनि अक्सिजनको थ्रुबाट सास फेर्नु पनि सक्दिनँ कि जस्तो त लागिरहेको थियो। तर गएँ, हिम्मत जुटाएर गरेँ, एकदमै खुसी लाग्यो। गर्दै गर्दै गएपछि धेरै रमाइलो पनि लाग्यो। त्यसरी आँखा अगाडि नै डल्फिनलाई देख्दा त कस्तो धेरै खुसी लाग्दो रहेछ अनि रमाइलो लाग्यो। मेरो लाइफको फर्स्ट एक्सपिरियन्स थियो यो चाहिँ, एकदमै राम्रो लाग्यो मलाई। हजुरहरूलाई पनि यस्तै एक्सपिरियन्स लिन मन छ भने चाहिँ इलादको डल्फिन रिफ जानु होला है त। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।